जाने समयसँगै सिके साथी ठीक 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 एक दिन हुन्छ सबै ठीक 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 जाने समयसँगै सिके साथी ठीक 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 एक दिन हुन्छ सबै ठीक यताबाट हुन्छ सबै ठीक अति हाल भयो यार यो मैले कसो के बिगेर छु यहाँ मैले नमस्ते लम्फोहरू तिमीहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। लम्फोहरू ह्याप्पी होली। हुन त यार होली आएर पनि गइसक्यो तर तिमीहरुको लागि अर्को सालको लागि पनि एडभान्समा ह्याप्पी होली। मैले अहिले ह्याप्पी होली किन भन्दै छु भने किनकि यो सालको जस्तो होली तिमीहरुको अरु कुनै सालमा हुनेवाला छैन। किनकि यो सालको होलीको उपलक्ष्यमा एउटा मुभी रिलिज भयो अनि त्यो मुभीलाई टिकटकर र युट्युबरको कोल्याब भिडियो भन्दा पनि हुन्छ। अनि यार मैले यति भनिसकेपछि त तिमीहरुले थाहा पाइसक्यो होला कुन मुभीको बारेमा कुरा गर्दै छु भनेर। थाहा पाइनौ? अबे होस्टेल। अरे दाइ त होस्टेल हैन यार। होस्टेल रिटर्न्स। अरे त्यो पनि हैन। होस्टेल 3 हो त्यो। अबे यार यो मुभीको नाम जस्तै तीनटै मुभीको स्टोरी पनि सेम नै छ। यार मुभीको पछाडी होस्टेल रिटर्न्स होस्टेल 3 राखेर के फाइदा? मुभीको स्टोरी त सेम नै छ। यार मुभीको नाम होस्टेल रिटर्न्स होस्टेल 3 किन राख्नु पर्यो? होस्टेल फर्स्ट ब्याच होस्टेल सेकेन्ड ब्याच राखे त भयो त। अनि यार यो तीनटै मुभीको स्टोरी सेम नै छ। एउटा स्टुडेन्ट तराईबाट आउँछ, एउटा पहाडबाट आउँछ अनि एउटा धनी बाउको छोरा होस्टेलमा आउँछ पढ्नको लागि। रिच किड। कतिबाट थाहा छ लाई? थुतुनो देखिरहेको छ यसको मोडलिङ गर्न आए जस्तो छ। हुन त धनी बाउको छोरा हो यार। केटी भनेको छ नि क्यूट हुनु पर्छ के हट त उसिनेको आलु पनि हुन्छ। इस अनि यार होस्टेल 1 को त झन् कुरै नगरो। यो डायलग अनि अनमोल केसीको एक्टिङ सम्झिने बित्तिकै मलाई हग्न आउँछ। किनकि यो फिल्ममा अनमोल केसीको एक्टिङ देखेर मान्छेहरुले भन्ने भनेको यही हो। यो कुन हगाई हो रे दादा? कुन हगाई हो यो? अब यति भन्दैपछि फेरि अनमोल केसीको फ्यानहरुले मलाई कमेन्टमा गाली गर्ने होला। गरो म डिलिट गर्दिन्छु। यो त भयो होस्टेल 1। अब कुरा गरौँ होस्टेल 2 को बारेमा। यहाँ 2 हैन 3 हो। अबे गान्डु नाम जे भए पनि स्टोरी त सेम छ नि। सेम त छ। अनि यार लम्फोहरू यो मुभीको नाम हो होस्टेल रिटर्न्स। यो मुभीमा पनि सेम चुतियापा छ। एउटा पहाडबाट आउँछ, एउटा तराईबाट आउँछ अनि एउटा धनी बाउको छोरा हुन्छ। उनीहरु होस्टेलमा बस्छन् अनि होस्टेलमा पढ्नु भन्दा धेरै रमाइलो गर्छन्। तर यार मैले यो मुभीको एउटा कुरा बुझेन। यो मुभीमा तालु खुइलेको अंकलहरु पढ्न आइराछन् यार। यो कुन होस्टेल हो बे? छिप्पेको मुलाहरुलाई एडमिसन दिने? अबे गान्डुहरु टाइम हुँदा नै विदेश जाओ। अझै 2-3 वर्ष यसरी नै नेपालमा हल्लेर बस्यो भने ओभर एज भयो भनेर भिजा लाग्दैन फेरि तिमीहरुको। अब जा मुभीको स्टोरीतिर। गाउँबाट पढ्न भनेर गएको सोझो केटा केटीको लभमा पर्छ, त्यही पनि वान साइडेड। अनि त्यही केटीको लागि आफ्नो सुगर ड्याडीसँग झगडा पनि गर्छ। अनि लास्टमा थाहा पाउँछन् यो केटीले यिनीहरुलाई चुतिया बनाए भनेर। किनकि यो केटी यहाँ न त पढ्न आएकी हो न त लभ गर्न, यो त यहाँ बदला लिन आएकी हो, त्यही पनि सानोको बदला। क्लास 9 सीमा जोशी चस्मा लाउने ब्रेसेस लाउने याद आयो तिमीलाई? त्यतिखेर मैले तिमीलाई मन पराउँछु भन्दा तिमीले मलाई के गरेको थियो याद छ? अबे यार अचम्मैको रहेछ यो केटी त। बदला लिनको लागि कलेजमा एडमिसन लिएर तिनीहरुले दुई जना बीच फाइट गराएर ओ माय गॉड लास्टमा ख्यास्सा पार्दियो यार। इट्स हर चोइस। अरु त ठिकै हो तर यार केटाहरु छी यार के भएको केटाहरु जिमाहरु यार यस्तो जब एउटा केटीको लागि आफ्नो सुगर ड्याडीसँग झगडा छी यार। तिमीहरुले यस्तो कसरी गर्न सक्छौ यार? उठाइए ना। हेलो हेलो भन बेबी। अच्छा भन तिमी मलाई रुच्छौ के आफ्नो साथीलाई? तिमीले के सोचिछौ? तिम्रो लागि म आफ्नो साथीहरुलाई छोड्न सक्छु? मलाई के थाहा नि? ठीक सोच्यौ। अरे यार बेबी तिमी त मेरो सोलमेट हो नि, तिमी त मेरो जान हो नि। ए साथीहरुको के कुरा गर्छु म? तिनीहरुको लागि तिमीलाई छोड्न सक्दिन यार। त्यस्ता त आउँछन् जान्छन् तर तिमी त मेरो सोलमेट हो नि। आई लभ यु बेबी। बाइ बाइ। अबे यो भिडियो कुन चलाए बे? अनि लम्फोहरू अहिले आयो टिकटकर र युट्युबरको कोल्याबोरेसनमा बनेको मुभी होस्टेल 3। अनि यार यो फिल्ममा पनि स्टोरी सेम क्यारेक्टर सेम तर यार यो फिल्म होस्टेल 1 भन्दा अलिकति फरक छ। किनकि यो फिल्ममा टिकटकरहरुले अलि धेरै नै हगेका छन्। फेरि यार तिमीहरुले भनौला ओइ कुल बोयको बारेमा त्यस्तो नराम्रो नभन। अबे यार यो मुभीमा कुल बोय मात्र हैन अरु टिकटकरहरु पनि छन्। My name is Khan and I'm not a terrorist. अबे यसलाई टेररिस्ट कसले भन्यो फेरि? ब्रदर तिमीलाई कसैले पनि टेररिस्ट भनेको छैन। म मुस्लिम भएर मलाई यस्तो भन्छन् भनेर सिम्पथी कमाउने कोसिस नगर। यसले यसरी नै मुभीमा पनि हगिराखेछ यार। अरे ब्रदर टिकटकमा जस्तो ओभर एक्टिङ गर्नु पर्दैन यार मुभीमा। हुन त यार इन्डस्ट्रीको मेगा स्टार र लेडी टाइगर यस्तो भएपछि अरूबाट त के नै आश गर्न सकिन्छ र? यो यात्रा हो होस्टेलको अनि कथा संघर्ष प्रेम र त्यागको। लम्फोर यार अरु त थाहा भएन तर यस्तो ग्वाच बसेर पढ्नु त संघर्षको कुरा हो। संघर्ष त ठिकै हो तर यार यो प्रेम र त्याग। अब यार यिनीहरु होस्टेलमा पढ्न गएका हुन् कि युद्ध लड्न? एक्जामको लागि किताब पढिन्छ
अनि जीवनभरका लागि साथी भेटिन्छ। अबे यार यो कस्तो खालको होस्टेल हो बे? होस्टेल हो कि डेटिङ स्पोट? 1 मा पनि लभ पर्छ, 2 मा पनि लभ पर्छ, झन् 3 मा त जीवन साथी खोज्दै हिँडिराखेछन्। अबे होस्टेलमा पढ्न आउँछन् कि जीवन साथी खोज्न आउँछन् बे? होस्टेल 1 2 3 सबमा सेम स्टोरी छ। केटाहरू पढ्न आउँछन्, पढ्न भन्दा धेरै रमाइलो गर्छन्, गाना गाउँछन्, घुम्न जान्छन्, केटी पटाउँछन्, लभ गर्छन्, ग्याङ फाइट गर्छन्, आफ्नै साथीलाई धोका दिन्छन्। अबे यार यो होस्टेलमा पढाइ बाहेक अरू सब चिज हुन्छ। अनि यार केटीको लागि त झन् झगडा गरेको गरे साला चुतिया। साथीहरूको के कुरा गर्छ? म तिनीहरूको लागि तिमीलाई छोड्न सक्दिन यार। त्यस्ता त आउँछन् जान्छन्, तर तिमी त मेरो सोलमेट। यार होस्टेल 1 त बेकार नै थियो, तर होस्टेल 2 चाहिँ अलि राम्रो थियो। होस्टेल 2 को नाजिर हुसैनको यो आइकोनिक क्यारेक्टरलाई यी गाण्डुहरूले यो ग्वाटसँग रिप्लेस गर्ने कोसिस गरिरहेका छन्। अबे पागल भयो क्या तिमीहरू? दिल तड्किने गला चट्किने गरिरहेछ, पाइने चिकु अड्किने गरिरहेछ। अबे यार यो कुन खालको होस्टेल हो बे? यस्तो खालको मान्छेलाई एन्ट्री दिने? हाम्रो कलेजमा त यार हातमा बाला घाँटीमा माला लगाउने बित्तिकै गेटदेखि बाहिर निकालिदिन्थे। अनि यार तिमीहरूले यो फिल्म हलमा गएर हेर्यो कि हेरेन थाहा भएन, तर टिकटकमा चाहिँ यो फिल्म पुरै छ भाइ। हुन त यार यो फिल्ममा टिकटकरहरू धेरै भएर होला, आधा मुभी त टिकटकमै छ। अनि यार होस्टेल 3 होस्टेल 1 र 2 भन्दा हल्का फरक छ, किनकि होस्टेल लाइफ पछि हाम्रो हिरो जेलमा जान्छ। तिमीहरूले टिकटकमा त देखेका होला कुल बोय जेलमा जान्छ आफ्नो जेफलाई मारेको केसमा, तर हाम्रो कुल बोयले आफ्नो जेफलाई मारेको हुन्न। हाम्रो खान सरले कुल बोयलाई फसाइदिएको हुन्छ, किनकि कलेज पढ्ने बेला हाम्रो यो खान सरले कुल बोयलाई मन पराउँछ। हाम्रो खान सर लेसबियन हुन्छ। देखाइस् नि साला टिकटकर वाला रूप। अबे साले यस्तो खालको हरकत छ तेरो, अनि तँलाई सबैले टेररिस्ट त भनिहाल्छन् नि। अबे डार्क जोक हानेको कमेडी हो यो, साँच्चीकै पुलिस आउँछ क्या हो? डार्क जोक हान्न पाइन्न र आजकल। ल यार लम्फोहरू आजको लागि यति नै, अब फेरि भेटौँला हाम्रो अर्को भिडियोमा। अनि यार यो भिडियो केवल रमाइलोको लागि मात्र बनाएको, यो सिरियस नलिनु होला कसैले पनि। मुभी दामी छ। अनि यार भिडियो राम्रो लाग्यो भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। बस भयो, अब फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई। भाइ ढोका बन्द गरिदिए यार, पुलिसहरू यही आउनु बेर छैन फेरि।